We got to know that every year in August, the Yartung festival is celebrated for 3 days in Mustang on the occasion of Janai Purnima, and this festival marks the end of the summer season. त्यसैले हामी पनि यार्तुङ फेस्टिभलमा सहभागी हुन पोखराबाट मुस्ताङ तर्फ लाग्छौं. So hello everyone, right now I'm in Pokhara and all the team members are gathered here in Pokhara, and अब चाहिँ we're pushing off toward Muktinath, and along the way we are gonna stop at Tato Pani to have food. And yeah, also I would like to introduce to my friend हाम्रो Pallav brother. So अब हिँडौं, all the bags are up there. अब मेरो ब्याग पनि माथि राख्छु and we are ready to head out from here. एकछिनपछि पोखराबाट हाम्रो यात्रा सुरु हुन्छ र केही बेरमा हामी हेम्जा हुँदै अघि बढ्छौं. हेम्जाको हरियालीले हामीलाई स्वागत गर्दछ र बाटोको छेउमै हामीले सुन्दर खोला बगिरहेको देख्न सकिन्थ्यो र त्यो दृश्य निकै मनमोहक थियो. Rainy season and we were heading toward Beni, and obviously this is Mustang and it is inevitable for the road to get blocked. And अब चाहिँ एकछिन यहाँ अड्केको छौँ सबै एकछिन. अनि also behind me you can see that wonderful झरना. अब एकैछिन चाहिँ I am gonna take few shot of it. त्यसपछि अनि फेरि हामी लाग्नेछौँ तातोपानीतिर. So the road has opened again back to zip. अब आया अहिले मनसुन सिजन भएकाले बाटाहरू हिलो र क्षतिग्रस्त थिए. यात्रामा कठिनाइ त भयो, तर जब हामी रूपसे झरना पुग्यौं त्यो भ्यू देखेपछि सम्पूर्ण थकाइ पलभरमै हरायो. भर्खरै हामी पुगेको छौं रूपसे झरना. अब यहाँ मेरो ब्यान्डमा चाहिँ अब मैले ड्रोन उडाउँछु. इन जस्ट 3 2 1. त्यसपछि हामी लेतेतर्फ अघि बढ्यौं र लेते जाने बाटोकै छेउमा एउटा ठूलो झरनाबाट पानी बगेर त्यहाँको मैदान मनमोहक बनाएको देख्न सकिन्थ्यो. डेस्टिनेसन पुग्न नपाउँदै यति सुन्दर भ्यूजहरू देखिसकियो कि सोच्दै थियौं अझ लोअर मुस्ताङ पुगेपछि झन् कति रमाइलो हुने होला. देन आफ्टर मार्फा र जोमसोम पार गर्दै हामी कागबेनी पुग्यौं, जहाँबाट अप्पर र लोअर मुस्ताङ जाने बाटो छुट्टिन्छ लोमानथाङ र मुक्तिनाथ जाने गरी. आई नो द्याट मनसुनमा बाटो त्यति राम्रो त हुँदैन र मौसम पनि प्राय बादलले ढाकिएको हुन्छ, तर यो सिजनको लस ग्रिनरी इज समथिङ द्याट आई ट्रुली क्रेभ फर. करिब 7 घण्टाको यात्रापछि सिमसिमे पानीको मजा लिँदै हामी लोअर मुस्ताङ पुग्छौं. Finally we have reached to Muktinath, and right now we will be staying here at Hotel The Royal Mustang. अनि बाहिर चाहिँ जियोस् there are certain competitions going on, अनि अहिले चाहिँ हामी होटल छिर्छौँ. We are going to take some rest, and after that अनि बाहिर निस्केर के कस्तो कम्पिटिसन छ I will let you guys know about that. यार्तुङको फर्स्ट डेमा कम्युनिटी ग्यादरिङ, फुटबल गेम, आर्चरी र लोकल कन्सर्ट हुने रहेछ, तर हामी ढिलो पुगेका कारण हामीले अरू मिस गरे पनि आर्चरी कम्पिटिसनको केही झलक हेर्न पायौं र साँझपख जे होस् लोकल कन्सर्टमा गएर रमाइलो गर्ने मौका पनि मिल्यो. So this is how our day 1 of Yartung festival ends. So guys, अहिले चाहिँ as you can see behind me, they are making horse ready for the race. अनि अब चाहिँ यति अगाडि चाहिँ त्यहाँ horse race हुन्छ अनि जियोस् the race gonna be pretty thrilling. आज बिहानैदेखि हर्स रेस हेर्नका लागि त्यहाँ मानिसहरूको भिड देख्न सकिन्थ्यो र आज त्यहाँ लङ डिस्टेन्स हर्स रेस र कदम रेस हुने रहेछ.
केही बेरमा त्यहाँ हर्स रेसरहरू फिनिस लाइन पास गरेर विनर सेलिब्रेसन मनाइरहेको देख्न सकिन्थ्यो। र केही बेरमा सेलिब्रेसन सकिएपछि त्यहाँ कदम रेस सुरु हुन्छ। कदम रेस सर्ट डिस्टेन्सको स्प्रिन्ट रेस रहेछ, जहाँ घोडा र सवार दुवैको स्ट्रेन्थ, स्किल र घोडाको युनिक वकिङ स्टाइल, जसलाई ट्रोट स्टाइल भनिन्छ, सो अनुसार जज गरिने रहेछ। कदम रेस सकिएसँगै विनरको अनाउन्समेन्ट हुन्छ र सेलिब्रेसनमा सबैजना जोडिनुहुन्छ। So hi everyone, this is day 3 of our trip, and right now we're heading toward Muktinath. And I feel I've already introduced you to my friend Pallav. Hello. And let me introduce you guys to my two new friends. She is Mansi and he is Rohan. They are from Kathmandu, and अब चाहिँ हामी माथि मुक्तिनाथ जाँदैछौँ, and the stairs are really steep. थर्ड डेको बिहानै हामी मुक्तिनाथ मन्दिरतर्फ प्रस्थान गर्छौँ। सिडी चढ्दै गर्दा हामीहरू तीर्थयात्रीहरूलाई पनि जने पूर्णिमाको अवसरमा मन्दिरतर्फ अघि बढिरहेको देख्न सकिन्थ्यो। Guys, obviously I have to do run and gun shoot, so that's why last day going by again. I had to take off my jacket. This is a long way to go, man. So how's the stairs? It was tough. I thought it would be a little bit easier because it was just a long distance. When we walked, this was a little bit. And what about you? I don't feel a thing. Yo, is it easy, right? Yeah. Nice. We have reached to Muktinath, and the place is pretty crowded since it is Janai Purnima. You know, I'm painting right now because I have to carry all the gadget with me, and the process is always run and shoot. I'm gonna take few shots of this place. As also you can see the water is behind me, rushing down. से 8वटा जलकुण्डबाट आएको पवित्र पानीले आफूलाई शुद्ध गरेपछि हामी फेरि आजको इभेन्ट हेर्न फर्कन्छौँ। भर्खरै जस मुक्तिनाथमा फोटो भिडियो सुट गरेर गयो, अनि अहिले चाहिँ त्यहाँ बुद्ध गुम्बा छ, एन्ड द स्ट्याचु अफ बुद्ध। अब त्यहाँ जाने, एन्ड बिहानबाट खाली पेट छौँ सिन्स इट इज जनै पूर्णिमा, अनि खाली पेट यहाँ आएर दर्शन गरेको। अब लेट्स स्ट्रोल अराउन्ड हियर फर अ वाइल, अनि यसो माथितिर अब सर्किट जस्तै भनौँ न, यसो माथितिर वी आर गोना स्ट्रोल अराउन्ड देयर। I'm extremely famished as well as exhausted right now. And behind me you can see Padmasambhava Guru Rinpoche's statue, and
यतातिर चाहिँ यु क्यान सी होल मुक्तिनाथ एरिया मुस्ताङ एरिया एन्ड अघि चाहिँ मुक्तिनाथ दर्शन गर्न हामी उतातिर गएको थियौँ अनि त्यहाँबाट अल द वे क्लाइम्बिङ अप एन्ड अप अनि यहाँ आयो त्यसपछि फेरि यहीँबाट चाहिँ तल झर्दैछौँ अहिले 12 बजिसक्यो अहिलेसम्म केही खाएको छैन अब चाहिँ वी आर गोना ह्याभ फुड अनि त्यसपछि फेरि बाहिर प्रोग्राम छ अनि त्यहाँ गएर वी आर गोना सुट भिडियोस एकछिनपछि त्यहाँ रोयल फ्यामिलीको मेम्बर्सहरू आफ्नो ट्रेडिसनल पोसाकमा गाना गाउँदै इभेन्ट भएको ठाउँमा आएको देख्न सकिन्थ्यो। आज जनै पूर्णिमाको दिन भएकाले उहाँहरू त्यहाँबाट मुक्तिनाथ मन्दिरतर्फ जानुहुन्छ र पूजा सकाएर फेरि तल फर्कनुहुन्छ। त्यहाँबाट फर्किएपछि हर्स राइडर्सहरूले आफ्नो स्किल परफर्म गरेको देख्न सकिन्थ्यो। आजको दौड भने अलिकति फरक हुन्छ। बाटोमा केही पैसा वा पैसा बानिएको स्कार्फ राखिएको हुन्छ र हर्स राइडर्सहरूले दौडकै बीचमा त्यो पैसा उठाउनु पर्छ। दर्शकहरू निकै रोमाञ्चक हुन्छन् एन्ड सो अजय। तीन दिनको उत्सव र खुसीपछि यो फेस्टिभलको समापन हुन्छ। रोयल फ्यामिलीको मेम्बर्सहरू पनि आफ्नो परम्परागत तरिकाले बिदा लिनुहुन्छ र घोडा दौड्ने खेलाडीहरू पनि घरतिर फर्कनुहुन्छ। ओभरअल यार्तुङ फेस्टिभल मेरो लागि वन्स इन अ लाइफ टाइम एक्सपिरियन्स हुन गयो। एन्ड दे वी गट टु नो द्याट त्यही तल एउटा ताल पनि रहेछ र हामीसँग केही स्पेयर समय भएकाले हामी त्यो ताल अवलोकन गर्न निस्कन्छौँ। हामी चाहिँ उता तल एउटा लेक रहेछ अनि लेकको लागि जाँदैछौँ अनि भर्खरै हामीले बाटो भेटायो, नत्र चाहिँ उता माथिबाट हिँड्दै आइरहेको थियौँ अनि भर्खरै उता लेक देख्यौँ। जे मुक्तिनाथ आएर पनि हाम्रो ट्रेक भइरहेको छ भन्न मिलेर। जब हामी ताल नजिक पुग्न लागेका थियौँ त्यही अघि वी सॉ फ्यू चिल्ड्रेन प्लेइङ अन अ रक नियर बाई। सो एकछिन उनीहरूसँग केही समय बिताउने सोच्यौँ। राम्रो आज हाई गर्नु हाई गर्नु
नाम भन्दै तिम्रो ल माइली तिम्रो तिम्रो आशिका तिम्रो माइली आशिका स्कुल गयो नि आज स्कुल गएन हौ किन नगएको जन्मदिन त नगराएर स्कुल नगएको ल हामी अब तल घुम्न जाने है Actually, we were strolling around Muktinath and Mustang area, Lower Mustang area, and we met one guy, and he told us that he will be letting us to capture a video of him collecting khurpani, and yeah, he is there. यो शालिग्राम ढुङ्गा भन्नुभयो यो होला 5 क्विन्टल 5 क्विन्टल कता दाइ ए यो चाहिँ 100 रुपैयाँ खोजे रहेछ बुद्ध दलाई लामाको पाइला ओके मल्लिउ च्याउ खान्छ नि यो एकदम दरो च्याउ चाहिँ खान्छन् भिटामिन हुन्छ अहिले चाहिँ हामी हिँड्दा पुरान गाउँ पुग्न लागिसकेको छौँ अनि द ट्रेल इज प्रिटी न्यारो जियोस् यति कठिनाइ त गर्नै पर्यो तपाईँहरूको लागि बरु सेट छ क्या घर बस्यो चिल गरेर भिडियो हेऱ्यो है यहाँ हेर्नुहोस् कति दुःख छ तर डोन्ट वरी वेन आई एम हियर वाइ टु फियर यस्तो दामी दामी भिडियो निकालेर दिन्छु नि हजुरको लागि द ओन्ली थिङ द्याट यु हेभ टु डु इज हिट द सब्सक्राइब बटन Sometimes I feel fate has a wonderful way of connecting the dots. त्यहाँ ताल हेर्न गएका थियौँ र अचानक ती साना भाइ बहिनी अनि यी दाइसँग भेट भयो र अहिले यसरी खुरपानी टिप्न जाँदैछौँ। करिब 20 मिनट हिँडेपछि हामी खुरपानी र स्याउ बगैँचामा पुग्छौँ। आउने भनेको अनि बुढी हेर्नु त 6 महिनाको पछाडि बल्ल एउटा छोरा जन्मियो है 8:30 बजे जनाई पूर्णिको दिनमा Finally, we have entered into this apricot farm and yeah, this is the apricot and it is mostly, we can mostly get it in dry form and yeah, it is way more expensive. Everywhere I can see only apricot and this is the thing. Yeah, it's tasty. यदि म निब्बा भएको चाहिँ लौ खाऊ भन्न सक्थ्यो होला तर I am a alpha man. I know that was a bad joke. So अब चाहिँ एकछिन हामीले चाहिँ यहाँ एप्रिकोट टिप्छौँ अनि त्यसपछि अब बोरामा राखेर फेरि यहाँबाट बाहिर निस्किने प्लान छ हाम्रो। जस अहिले चाहिँ अँध्यारो हुन लागिसकेको छ अनि हामीले चाहिँ यो एप्रिकोट टिपेर नि अहिले दाइले डोकोमा हालेर लाँदै हुनुहुन्छ अनि जियोस् एडभेन्चर उस थियो क्या हाम्रो चाहिँ पाथ अनि हुन त घरमा मलाई बियर ग्रिल्स भनेरै बोलाउँछन् तर जियोस् हजुरहरूलाई यसो बाटो चाहिँ थाक्न सकिन्छ है भनेर चाहिँ देखाउनलाई मात्र आई एम पेन्टिङ राइट नाउ इट्स अ फाइनल डे इन मुस्ताङ अनि अब चाहिँ एकछिनमा चाहिँ वे गर्न पुस अफ टुवर्ड पोखरा एन्ड भर्खर चाहिँ एउटा यहाँ गुम्बा रहेछ अनि यसो सानो भिजिट गरौँ भनेर यता चाहिँ आइरहेको छौँ एन्ड आफ्टर द्याट हामी सिधै मार्फामा वे गर्न स्टप थियो अनि त्यहाँ रोकेर वे गर्न क्याप्चर सम भिडियोज आउट थियो अनि त्यसपछि वे गर्न गो डिरेक्टली टु पोखरा सो अब चाहिँ डाइरेक्टली टेलिपोर्ट गरेर आइम गर्न सो यु
मार्फा भिलेज सो फाइनली अहिले चाहिँ हामी मार्फा पुगिसकेका छौँ अनि यस्तो ट्रान्जिसन तपाईँले अहिलेसम्म देख्नु भएको छैन होला प्लिज डोन्ट ट्राई दिस एट होम एन्ड आई नो द्याट वाज अ ब्याड जोक अगेन सो अहिले चाहिँ हामी अगाडि जाँदैछौँ यहाँ जेरी गल्लीमा अनि यहाँ चाहिँ यु क्यान सी स्टोन पेप्ड एलिज एन्ड वाइट पेन्टेड हाउसेस अल ओभर अनि यो मार्फा चाहिँ इट इज लोकेटेड एट एन एल्टिट्युड अफ 2650 मिटर अबभ सी लेभल एन्ड अल्सो इट इज रिफर्ड एज द एप्पल क्यापिटल अफ नेपाल हाम्रो मोडलको हालत त्यस्तो मार्फामा केही समय बिताएपछि हामी पोखरातर्फ अघि बढ्छौँ And with that, thank you for watching this video till the end. Catch you in another video. Bye everyone. Miss me. Bye.